वेल, योभन्दा पहिलो क्लासमा चाहिँ हामीले अटोक्याड भनेको के हो, हामीले कहाँदेखि अटोक्याडको बेसिकहरू लर्न गर्न सकिन्छ, भिडियो प्रोभाइड पनि गरेको देखाएको थियो। अनि हाम्रो इन्टरफेसहरू कस्तो छ, अनि हामीले यो टेम्प्लेटहरू भनेको के हो, मेट्रिक भनेको के हो, इम्पेरिकल भनेको के हो भनेर योभन्दा पहिलो भिडियोमा डिस्कसन गऱ्यौँ। भने चाहिँ अब हामीले आज चाहिँ यो अब स्टार्ट ड्रइङ गरेर के यो होम, इन्सर्ट, प्यारामेट्रिक भ्यूहरूमा के छ भन्ने कुरा डिस्कस गर्छौँ। अब हामीले चाहिँ अटोक्याड डिफल्ट मोड भन्ने हुन्छ, त्यसबाट गर्छौँ। हामीले सिधै स्टार्टिङ ड्रइङ गऱ्यो भने चाहिँ यो अटोक्याड डिफल्ट मोडमा जान्छौँ, मैले अस्ति नै भनेको थिएँ। अब यसैमा हामीले स्टार्ट ड्रइङमा क्लिक गऱ्यो भने सिधै हाम्रो अटोक्याड डिफल्ट मोड अन हुन्छ। त मैले अटोक्याड डिफल्ट मोडमा क्लिक गरेर चलाउँछु। अब हाम्रो यस्तो आयो। अब हाम्रो चाहिँ यो एरिया छ नि, यो होमदेखि देखाएको छ नि, यसलाई चाहिँ हाम्रो रिबन बार भन्छ, हाम्रो यो सब एरियालाई। अनि हाम्रो चाहिँ रिबन बारमा यो ड्रो टुल बार भयो, यो मोडिफाई टुल बार भयो, यो एनिमेसन टुल बार भयो, यो लेयर टुल बार भयो, यो ब्लक भयो, यो प्रपर्टिज, यो ग्रुप्स, यो युटिलिटिज, यो क्लिपबोर्ड, यो भ्यू टुल बार हो। अब यहाँ चाहिँ हाम्रो लाइनहरू, सर्कलहरू रोटेट गर्ने, अब जस्तै मैले एउटा सर्कल बनाएँ, मलाई यसलाई मुभ गर्नु छ भने चाहिँ मैले यसलाई क्लिक गर्ने अनि इन्टर गर्ने। अब कहाँ मुभ गर्ने हो मैले, अब यसलाई यता मुभ गर्ने। अब रोटेट गर्ने भने सिम्पल क्लिक गर्ने, इन्टर गर्ने। अब कस्तो कता रोटेट गर्ने हो, यस्तो रोटेटहरू भयो। अब यहाँ चाहिँ टेक्स्ट छ, हामीले यहाँ के लेख्नु पर्यो, आई लभ कोडिङ, आई लभ कोडिङ एन्ड ग्राफिक्स लेखेँ मैले। अब तपाईँले जे लेख्न सक्नुभयो। अब हामीले यसलाई जुम गरेर हेर्ने भने आई लभ कोडिङ एन्ड ग्राफिक्स, यस्तो टेक्स्टहरू पनि लेख्न मिल्यो। अब यहाँ डाइमेन्सनहरू, जस्तै पहिला एउटा लाइन तानौँ। अब हामीले यो लाइन चाहिँ इङ्कलाई यताउति गएको छ नि, यसलाई सिधा ल्याउनको लागि के गर्ने, यो अर्थो मोड भन्ने छ, त्यसलाई अन गर्ने। त्यसलाई अन गऱ्यौँ। अब यो हाम्रो कति डाइमेन्सनको छ चेक गर्नु पऱ्यो भने चाहिँ 6.85897 डाइमेन्सनको छ भने हामीले बुझ्यो। अब यहाँ डिफ्रेन्ट कस्तो एङ्गुलर, एलाइन्स, आर्क लेन्थ, रेडियस, डायमिटर सबै टाइपको छ। अब यहाँ हाम्रो लेयरमा डिफ्रेन्ट लेयरहरू हुन्छ, यो हामीले पछि डिस्कस गर्छौँ। अब ब्लक पनि त्यही हो, ब्लकहरू गराउँदा पर्पोटिज लेयर, कति लेयरको लाइनहरू हुन्छ, यो कति लेयरको कुनै ठुलो हुन्छ नि त हामीले बनाउँदा। जस्तै हामीले यो क्लिक गरौँ अनि लाइन बनाउँदा लाइनलाई सिलेक्ट गरौँ अनि अहिले चाहिँ यसको अलि भएन, यो चाहिँ यस्तै गरेर युज गर्ने हो। अब अरू चाहिँ यो ग्रुप्सहरू, मेजरहरू, अहिले मैले मेजरको देखाएँ। अब डिस्टेन्स मेजर गर्ने यसबाट नि मिल्छ। अब डाइमेन्सन जस्तै कति डिस्टेन्स छ, अब पेस्ट कपी पेस्टहरू केही तान्नु पऱ्यो तपाईँको, अब केही फाइलहरू ल्याउनु पऱ्यो भने यसबाट हो। अब इन्सर्टबाट पनि हामीले इन्सर्टहरू केही गर्नु पऱ्यो, ब्लकहरू भयो। ए अब डोर छ, यहाँ चाहिँ डबल डोरहरू भयो। अब तपाईँलाई इन्सर्ट गर्नु पऱ्यो, यो मैले पहिले बनाइसकेको थिएँ। अब त्यसलाई चाहिँ मैले इन्सर्ट गर्नु पऱ्यो। अब विन्डो पनि मैले पहिला बनाएको थिएँ, त्यसलाई पनि इन्सर्ट गर्नु पऱ्यो भने चाहिँ यहाँबाट गर्नु सकिन्छ। अब हामीले पिडिएफहरू इम्पोर्ट गर्नु पऱ्यो, कुन मोडमा हो भनेर हामीले यहाँबाट गर्ने। लोकेसनहरू यिनीहरू त हामीलाई अहिले त्यस्तो चाहिन्न। अब एनोडेट भनेको डाइमेन्सनहरू, एनोटेट भनेको यही भयो। अब यसमा डाइमेन्सनहरू हुन्छ, सेन्टर मार्कहरू हुन्छ, सेन्टर लाइनहरू हुन्छ। हाम्रो सेन्टर लाइनको पनि पछि युज आउँदै गर्छ। मैले पछि भिडियो निकाल्दा चाहिँ यसको बारेमा नि कुरा गर्नेछु। अब यहाँ चाहिँ प्यारामेट्रिकमा चाहिँ अब त्यस्तो धेरै केही युजहरू हुन्न। अब तपाईँको सिम्पल हुन्छ यसमा। हाम्रो मेन चाहिँ होम भन्ने छ नि, यो युज हुन्छ। अनि हाम्रो यो भ्यू पनि युज हुन्छ। अब युएसबी आइकन भनेको, अब यहाँ क्लिक गर्नुभयो भने तपाईँको यहाँ छ नि नर्थ साउथ भन्ने, यो वाइ एक्स वाइ जेड, एक्स डाइरेक्सन वाइ डाइरेक्सन नि यसले यो गर्छ। तपाईँले 3Dमा गर्दा एक्स वाइ जेड हुनुभयो। अब भ्यू क्युब भन्ने चाहिँ अब त्यहाँ नर्थ साउथ भयो नि त्यो। अब नेभिगेसन बार भनेको यहाँ प्यानहरू छ है, प्यानहरूबाट नि गर्न सकिन्छ केही कुरालाई। अब यसरी
त्यो पनि यो भयो। अब यो चाहिँ इम्पोर्टेन्ट छ। अब फाइल ट्याब्सहरू भयो, यहाँ तलको ड्रइङहरू के अरे लेआउट भयो। हामीले यहीबाट क्लिक गरेर हेर्नु मिल्छ। अब यो 2टा चाहिँ मेन इम्पोर्टेन्ट हो, किनकि हामीलाई थाहा हुनु पर्यो नि त, के हो यो भनेको। हामीले बेसिकमै यो बुझ्नुपर्छ। अब म्यानेज गर्ने अब रेकर्डहरू यताउति भयो यो चाहिँ। अब यिनी चाहिँ यस्तै हो। अब कसै त कोलाबरेटहरू गर्नुभएको छ भने आफ्नो फाइलहरू सेयर गर्ने, एक्सप्रेस टुलहरू एक्सप्रेस गर्ने टाइपको यिनीहरू कुरा भयो। अब मेन पहिला हामीले गर्दा चाहिँ हामी पहिल्यै अब इलिभेसन, सेक्सन यताउति बनाउँछौँ नि त। अब योहरू चाहिँ 3Dहरूमा युज हुन्छ। अब यिनीहरू अलि मेन भनेको चाहिँ यो यिनीहरू 3Dहरूमा यो भयो, ओर्बिटहरू भयो, 3D स्पेस यिनी भयो। यिनी चाहिँ अलि 3Dमा हाम्रो युज हुन्छ पछि पछि जाँदा। त्यही भएर चाहिँ हामीले अहिले यसको ख्याल नगरौँ। हामीलाई पहिला चाहिँ हामीलाई इलिभेसन सेक्सनहरू बनाउनु छ। त्यसमा हामीले फोकस गरेर चाहिँ हामीले यो होमको र अब यो यसमा चाहिँ हामीले हेर्न के रहेछ भनेर हेर्न काम लाग्छ। यो इन्सर्ट हामीले केही फाइलहरू ल्याउनु पर्यो यताउति। अब यिनीहरू सबै गर्नुको लागि चाहिँ हामीलाई यति चाहिँ चाहियो। अब अर्कोमा चाहिँ मैले के ल्याउँछु भन्दा अब लाइन कमान्ड भनेको के हो, पोल लाइन कमान्ड भनेको के हो भन्ने कुराहरू ल्याउँछु। तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस् आफ्नो साथीहरूलाई। हामीले यस्तै भिडियो ल्याउँदै गर्छौँ।